आज म तपाईहरुलाई यो प्याकेज एसीको बारेमा केही जानकारी दिन गइरहेको छु। मेड इन स्पेन। यो हाम्रो डिस्प्ले रहेको छ। यो मेसिनलाई अपरेट गर्नको लागि डिस्प्लेले अपरेट गर्न सकिन्छ। यसको भित्र हेरौँ त के छ। यो हाम्रो इनकमिङ पावर भइहाल्यो। यो हाम्रो मेसिनको आइसोलेटर भइहाल्यो। यो चाहिँ प्याकेज एसीको पीसी बोर्ड हो भनौँ न। यो एसीको मुटु जस्तै यो नभई यो एसी चल्दैन। यो चाहिँ स्टेप डाउन ट्रान्सफर्मर 240 भोल्टलाई चाहिँ 24 भोल्टमा कन्भर्ट गर्छ। अनि यो चाहिँ ब्रेकर, यो चाहिँ रिले अटो स्विच पनि भनिन्छ। अनि यिनीहरू चाहिँ टिभी हुन्, टर्मिनल ब्लक। यो वायर यो कनेक्टर काम गर्छ यसले। अनि यो चाहिँ यो रहेको छ ओभरलोड रिले। जस्तै कम्प्रेसरले धेरै लोड लियो भने यो आफै ट्रिप हुन्छ। अनि कम्प्रेसर कतिको उसमा चल्दैछ हैन, अब त्यसको रेटेड एउटा एम्प्स हुन्छ। मानलिम एउटा कुनै कम्प्रेसरको 15 छ, कम्प्रेसर जो मेन लोड भनेको फुल लोड 20, 25, 30 यसै हुन्छ हैन। अब त्योभन्दा नि बढी लियो भने चाहिँ झ्यापैले ट्रिप गर्छ, पावर सप्लाई बन्द गरिदिन्छ। यसमा हामीले एडजस्ट पनि गर्न सकिन्छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ 20, 23, 25 सम्म छ। 25 एम्पियर सम्म यसले धान्छ। त्यहाँभन्दा बढी लियो भने चाहिँ झ्यापैले ट्रिप गर्छ। यो चाहिँ एक्सिलरी रिले, यसलाई कन्ट्याक्टर पनि भनिन्छ। अनि यो चाहिँ कम्प्रेसरको उ रहेछ, के भन्छ यसलाई, ब्रेकर। यो दुईटा चाहिँ कम्प्रेसरको लागि, दुईटा कम्प्रेसर छ। अनि यो दुईटा चाहिँ उसको हाम्रो फ्यानको लागि। यहाँ माथि देख्न सक्नुहुन्छ तपाईहरुले, यहाँ फ्यान छ, यसलाई एडजस्ट फ्यान भन्छ। यो चाहिँ कोइलहरु हिट कोइललाई चिसो हावाले उ गर्छ, बाहिरको हावा खिचेर त्यो कोइललाई चिसो पार्छ। बाहिरको हावा खिचेर फेरि यसले बाहिर नै फाल्ने हो। यो चाहिँ क्याटलग हो मेसिनको बारेमा। अनि यो चाहिँ सेन्सरहरु हो, यो अझै लाउन बाँकी छ। यो चाहिँ टाइमर हो है, यो टाइमर हो। आजलाई यति। यो चाहिँ एक्जस्ट फ्यान है सर। यो चाहिँ एक्जस्ट फ्यान हो। यहाँबाट यसले हावा के अरे, सरी एक्जस्ट फ्यान हैन, यो के भन्छ फ्रेस एयर फ्यान हो। यसले चाहिँ बाहिरबाट हावा खिचेर अनि यहाँबाट यसले फालिदिन्छ। जस्तै यो लक भयो भने यहाँ गर्मी हुन्छ नि त, यो चल्दाखेरि चाहिँ यो हिट हुन्छ। त्यसले गर्दाखेरि बाहिरको चिसो हावा तानेर अनि यहाँबाट चाहिँ फाल्ने हो। यहाँबाट चाहिँ बाहिर जान्छ हावा।